दर्शनीय थिएर म पवित्र स्थल ताप्लेजुङको मुकुमलुङ दर्शनको लागि गइरहेको छु र यतिखेर म फुलिङ बजारभन्दा माथि सुकिटारभन्दा माथि काफ्ले फेदी पुगेको छु र यहाँ हजारौंको संख्यामा भक्तजनहरू अहिले चाहिँ यहाँ आउनु भएको छ विभिन्न ठाउँबाट र पार्किङको निकै समस्या रहेछ र यहाँ करिब अब हजारौंको संख्यामा होला तलैदेखि गाडीको पार्किङ देखिन्छ र म बिहान 5:30 बजे धनकुटाबाट हिँडेर अहिले ठ्याक्कै 7 बजे चाहिँ काफ्ले फेदी आइपुगेको छु करिब 12-13 घण्टामा आइपुगेको छु र अब माथिल्लो फेदीमा गएर बस्ने कार्यक्रम रहेको छ र मेरो साथी मेरो जीवन साथी मायाजी पनि हुनुहुन्छ यहाँ हामी दुईजना मुकुमलुङको दर्शनको लागि आएका छौँ र भोलि पनि हामी मुकुमलुङ दर्शनमा जानेछौँ र अहिले माथिल्लो फेदीमा गएर बस्छौँ। यो दृश्य तपाईँलाई देखाएँ थप दृश्य अहिले म देखाउँदै जानेछु यहाँले हेर्दै गर्नु होला। धन्यवाद नमस्कार ठाकुरजी जय मुकुमलुङ। विशाल छ यो काफ्ले फेदी गाडीहरू पनि त्यतिकै छन् मान्छेहरू त्यतिकै छन् एउटा पवित्र धामको रूपमा हामी आइपुगेका छौँ। पक्कै पनि हाम्रो यात्रा आज सफल भएको छ र हामी पक्कै पनि मुकुमलुङको भोलि बिहान दर्शन गर्नेछौँ। नसुन आज 2082 सालको असोजको 7 गते नेपालीको दोस्रो राष्ट्रिय पर्व तिहार भाइटिकाको दोस्रो दिन हामी मुकुमलुङ दर्शनमा निस्केका छौँ र यहाँ हामी दुईजना मेरो जीवन साथी र हामी मुकुमलुङको दर्शनमा आएका छौँ र यहाँ हजारौंको संख्यामा यो काफ्ले फेदीमा मान्छेहरू भक्तजनहरू मुकुमलुङको दर्शनका लागि अघि हिँड्दै हुनुहुन्छ। सायद उहाँहरू माथिल्लो फेदी गएर बस्ने होला र हाम्रो पनि योजना त्यही छ माथिल्लो फेदीमा गएर बस्ने कार्यक्रम छ। लट्ठी लिएर आउँदो रहेछ अहिले करिब 8 बज्न लागेको छ। हामी मुकुमलुङ दर्शनको क्रममा 2082 कार्तिक 7 गते अहिले माथिल्लो फेदीमा पुगेका छौँ। यहाँ हजारौं भक्तजनहरू यहाँ होटलमा बासको लागि खोजी गर्दै हुनुहुन्छ। बाटोमा चाहिँ धेरैको सङ्ख्यामा आउँदै हुनुहुन्छ। अहिले यो माथिल्लो फेदी हामी तल्लो फेदी काफ्ले फेदीबाट आएका हौँ। आज यो वर्षकै सबैभन्दा भिड भक्तजनहरू आएको स्थानीयहरू बताइरहेका छन्। थप जानकारी म दिने नै छु। हामी बासपछि होटलमा आइपुगिसकेका छौँ र ताप्लेजुङ स्थित गोर्खापत्रका साथी प्रयास लिम्बुले होटल गुराँसमा हामीलाई व्यवस्थापन गर्नुभएको छ। भेटघाट हुन बाँकी नै छ। गुराँस होटलमा आइपुग्यौँ। होटल नम्बर रहेछ हामी 11औं नम्बरमा आइपुगेका छौँ। सास पडो छ ठाकुरजी सबैजनालाई गुड मर्निङ नमस्कार। अहिले चाहिँ हामी पवित्र धार्मिक स्थल मुकुमलुङ पाथिभारामा दर्शन गर्न आएका छौँ। 2082 सालको भाद्र कार्तिकको आज 8 गते शनिबारको दिन हामी चाहिँ पाथिभारामा आएका छौँ र यो करिब हामी मास्टर फेदीदेखि हामी 3 बजे हिँडेर हामी आएका हौँ। हामीलाई कति 5-10 भनेपछि 3 घन्टा 3 घन्टा लागेन 2.5 घन्टा करिब 2 घन्टा 10 मिनटमा हामी यहाँ आइपुग्यौँ।
एकदमै चाहिँ यता सूर्य उदिरहेको स्थिति हो र यता पारिमुख कुम्भकर्ण यहाँ हजारौँ भक्तजनहरू दर्शन गर्न आउनुभएको छ ठाउँमा। लाइटी करिब यो 5:30 बजेको समय हो। यो समुद्र सतहदेखि 3200 मिटरको हाइटमा छ मुकुमलुङ र त्यहाँ दर्शन गर्न हामी आएका छौँ। निकै चिसो छ तर मौसम खुलेको छ। अहिले चाहिँ हामी मुकुमलुङ माता पाथिभाराको दर्शन गरिरहेका छौँ। हामी दर्शनमा भगवतीको दर्शन गरेर चाहिँ लगभग सक्यौँ। अब फर्किने क्रममा छौँ र यहाँ हजारौँ दर्शकहरूको आज भिड लागेको छ। यो शनिबार अब सिजन पनि जाडोको सिजन आउन लागेको हुँदाखेरि तिहार सकिए लगत्तै हजारौँ भक्तजनहरूको भिड यहाँ देखियो र आज अरूभन्दा करिब आजकै दिन मात्रै 8000 दर्शनार्थीहरू भक्तजनहरू यहाँ दर्शन गर्न आएको चाहिँ प्रहरी तथ्याङ्क पनि दिएको हामीले पायौँ। म त मासु बिना त सासै फेर्न सक्दिनँ। अनि यताबाट गइसके अस्ति गुराँसतिर जाँदाखेरि डबल डबल लगाइदिएर मङ्सिरमा आएको नि हामी माता पाथिभारा मुकुमलुङको दर्शन गरेर फर्किरहेका छौँ। करिब 2 घण्टा लामो समयसम्म बसेर मुकुमलुङको दर्शन गरेर हामी अब पुनः घरमा थलो